एउटा यस्तो मुलुक पनि संसारमा मौजूद छ जहाँ हरेक दृश्य कुनै स्वर्गभन्दा कम सुन्दर लाग्दैन। तर यो सुन्दरताको पछाडि एउटा शान्त वास्तविकता पनि लुकेको छ। यो हो मालदिभ्स। यो मुलुक हिन्द महासागरको नीलो पानीको बीचमा फैलिएको छ, जहाँ करिब 1200 वटा टापुहरू छन्। तीमध्ये केही 100 टापुहरूमा मात्र मानिसहरूको बसोबास छ, जबकि बाँकी टापुहरू विश्वका धनी मानिसहरूका लागि निजी स्वर्ग जस्तै बनेका छन्। अचम्मको कुरा के छ भने समुद्री सतह बढ्दै जाने खतरा हुँदाहुँदै पनि मालदिभ्स आज पनि संसारका महँगा र लग्जरी पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। यहाँ एक रात बस्नको मूल्य कहिलेकाहीँ धेरै मानिसहरूको एक महिनाको तलबभन्दा पनि बढी हुन सक्छ। यहाँका ओभरवाटर भिला, निजी स्विमिङ पुल र पानीमुनि रहेका रेस्टुरेन्टहरू संसारभर प्रसिद्ध छन्। बिहान आँखा खुल्ने बित्तिकै चारैतिर केवल नीलो समुद्र देखिन्छ, अनि साँझको समयमा सूर्यास्तले पूरै आकाशलाई सुनौलो रङ्गले रङ्गाइदिन्छ। के तपाईँ पनि कहिले यो सुन्दर मुलुकको भ्रमण गर्न चाहनुहुन्छ? कमेन्टमा जरुर लेख्नुहोला। यस्तै रोचक दुनियाँका सत्य तथ्य हेर्न हाम्रो पेजलाई अवश्य फलो गर्न नबिर्सनुहोला।